ले काँक्रा चाउचाउहरू छ यहाँनिर। अब टक्कलाहरू खाजा बनाउने। हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। फर्स्ट भ्लग भनौँ है। मेरो चाहिँ नयाँ भ्लगको आजदेखि सुरु हुँदैछ। स्वागत छ आज नयाँ भिडियोमा। आज चाहिँ म बाट निस्किसक्यो अनि हामी चाहिँ अब आज चाहिँ तलतिर चोकतिर गाडीतिर जाने भनेर यहाँनिर निस्किसक्यो। अनि यहाँनिर पछाडि बाइक छ अनि अगाडि चाहिँ गइसक्नु भएको छ अरू चाहिँ। अनि हामी चाहिँ पछि जाँदैछौँ। हामी चाहिँ आज कहाँ हिँडेको भन्दाखेरि चाहिँ पिपल चोकमा अनि नयाँ रेस्टुरेन्ट खोलेको छ अरे, के भन्छ अरे, नाङ्लो सेट भन्ने। नाङ्लो सेट त्यसको लागि चाहिँ हामी हिँडेको। अनि हामी चाहिँ थुप्रै छौँ होइन। पछाडि चाहिँ छौँ यो भाइ र म चाहिँ पछाडि छौँ। अब यहाँ रोडमा गएर चाहिँ गाडी भेटेर गाडीमा जानुपर्ने हुन्छ। अनि म चाहिँ टक्क लाएर कपाल सपाल काटेर चाहिँ ठुकै छ। अलिकति म चाहिँ कन्फिडेन्ट छैन होइन। मान्छेहरूको अगाडि भ्लग बनाउनु हल्का लाज लाग्छ। त्यही भएर चाहिँ यस्तो भइरहेको छ। खानु चाहिँ गाह्रो। टक्क लाएर जानुपर्छ सबैजना। हामी चाहिँ यत्रो छौँ है। यतातिर चाहिँ हाम्रो जनताहरू चाहिँ तलतिर जाने जनताहरू चाहिँ यति छौँ। हिँडिसक्यो। हामी चाहिँ रोड निस्किन्छौँ। गाडी मस्त गाडीमा जानुपर्छ। अनि टक्का ल्याएर अब चाहिँ यहाँ हिँडिरहेछ। यहाँबाट उकालो चढ्नु पर्ने रहेछ। चढ्नु खालोहरू माथि चढेको छु। हामी चाहिँ माथि नै हेऱ्यो भने चाहिँ कस्तो हुन्छ। हाम्रो पिपल चोक यता छ, हामी यता छौँ। माथि नै हेऱ्यो त के हो गेस्ट हाउस जाने बाटो। माथिको माथि यता महिना रे यता लास्ट लाग्छ। फेरि मलाई भिडियो गर्नु अरू मान्छेको अहिले चाहिँ हामी आइसक्यो भाइरल नाङ्लोमा। टक्क लगाएर बसिरहेको छु। मान्छे चाहिँ थुप्रै मान्छे यता पनि छ, यता छ। यहाँनिर अलिकति फ्यानहरू सुविधा चाहिँ छैन रहेछ। तर यहाँनिर छेउमै छ जानु त ठिकै छ। अब हाम्रो अर्डर चाहिँ गरिसकेको छौँ। कस्तो हुँदो रहेछ होइन, हेरौँ एकदमसँगले। अब हेरौँ अब नाङ्लो चाहिँ कस्तो आउँछ हाम्रो चाहिँ। बाइकतिर पारा दिउँ न, पारा दियो त। यो भाइको पारा यस्तो छ। अब ठिकै छ होइन। यहाँ अर्डर गरिसक्यो, आउँछ होला। अहिले चाहिँ हाम्रो टक्क लगाएर होइन ऊ आइसक्यो। यहाँ सबैभन्दा माथिको उमा रहेछ फ्लोरमा। यहाँ पिपल चोक छ सबै है। ठिकै छ होइन, आइहाल्यो। अब यस्तो छ। होइन मैले चाहिँ यहाँनिर गएको चाहिँ बनाउनु पाएँ। अनि त्यहाँबाट रात परेर अलिकति ढिलो गएर मैले चाहिँ भिडियो बनाउनु पाइरहेको थिइनँ। अनि अलिकति टक्क लगाएर फेरि आज चाहिँ अहिले चाहिँ
यहाँनिर पसल थालेछु म चाउचाउ लिएर आउनु अरे चाउचाउ लिएर आउनुपर्ने अरे यो र म अनि भाइ छ तिमीलाई हिँडिरहेको छु पानी पनि खाएर आउनुपर्ने अनि हिजो चाहिँ होइन ठिकै भयो त्यति साह्रो बवाल पनि भएन जाउँ खाएर चाउचाउहरू लिएर आइसकेँ चाउचाउ लिएँ अब खाजा बनाउने अनि खाएर म चाहिँ रागा धपाउनु जानुपर्ने छ आज चाहिँ कहाँ छ पूजा रागा खेल्नु जानुपर्ने छ त्यही हो होइन हेलो गाइस अहिले चाहिँ हाम्रो एकदम खतरा काम भइरहेको छ कि रागा तनाइ रागा पानी तनाइ भइरहेको छ आज चाहिँ हामी परिन्थेन होला पर्नु चाहिँ गाउँकै लगिदिनु पर्ने हो चाहिँ हामी यहाँनिर आज हाम्रो सरकार यसलाई चाहिँ लगेर चालेर 1.5 लाखमा यता रहेछ श्री बाबरी सामुदायिक वन टाइमै लाग्छ आउँछस् कि हेर्छ मैले गरेको आज निकालिदिइहाल्छ हामीलाई भाडाले हेलो गाइस अहिले चाहिँ होइन म गाउँमा आइपुगेँ गाउँमा यहाँ सानदिदीहरूको घरमा आइरहेको छु अहिलेसम्म पुग्नु चाहिँ अनि के भनेदेखि हामीले चाहिँ अघि रागा तान्दै थियौँ तानिसक्यो ल्याइसक्यो अनि त्यहाँबाट चाहिँ अघि बिहानदेखि नि हामीले चाहिँ खाना खाएको थिएन क्या खाजा मात्रै चाउचाउहरू खाएर हिँडेको अनि आएर चाहिँ यहाँनिर खाना पकाइदिनु हुँदैछ आलु सालु काट्नुहुन्छ दिदीले अनि हामी चाहिँ म चाहिँ यहाँ बसिरहेको छु आइपुग्यो होइन त्यही हो होइन रागले उब्रायो मजाले नै आइयो त्यस्तै चाहिँ ठिकै छ भन्नुपर्छ सो गाइस अरूको भिडियो हेर्न अब बजार गरिराख्नु होला।